मैले फुलकुमारलाई मनाउनलाई मरिहत्ती गरिसकेँ। जे गरे के गरेन मैले त्यसलाई मनाउनको लागि, तर पनि मैले सकेन गाइज। आज म यस्तो गर्नेवाला छु, फुलकुमारले त्यो गरेको देखेपछि पक्कै पनि मान्छ, ग्यारेन्टी 100% ग्यारेन्टी दिन्छु। म त्यो नमानेपछि मनाउने कोसिस नै गर्दैन। हेर्नु सक्नुहुन्छ यो फुलकुमारले झाडु मारिरहेको छ। अब म के गर्नेवाला छु हेर्नुहोस् है, तपाईँ भिडियोको अन्तिमसम्म हेर्नु होला। के यार कति रिसाएर बस्छौ हौ? हेलो, कति रिसाएर बस्छौ? जानु झाडु लाउन दिनु पर्यो। सरी नि त। अरे झाडु त लगाउन दिनु, के हो कि बार बार ड्रामा सुरु हुन्छ। मान न यार, के सरी ल, सरी। झाडु लगाउँदैछु म, भनिरहेको छु म, यो झाडुले नि हान्न मिल्ने भए। तिमी जति रिसायो भने म तिमीलाई फकाइहाल्छु। भनिरहेको छु है, म भनिरहेको छु के क्यों यार के धेरै भएन यार, कति दिनसम्म यस्तै हो? हेलो, जति दिनसम्म पनि मेरो मन, म जे गरौँ हजुरलाई के आफ्नो काम गर्नु न, जानु। कस्तो आफ्नो काम गर्नु? मसँग के काम? हजुर आफ्नो काम गर्नु, मलाई काम गर्न दिनु। यहाँ म पनि काम गर्न लाग्ने। म आफ्नो काम नै गरिरहेको छु। खै त काम मान न यार, कति यार मलाई परेशान भइसक्यो यार। जहिले पनि तिमी यस्तो गर्छौ यार। एक दिन हो, 2 दिन हो यार, प्लिज। सरी के सरी। प्लिज 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 मान न। प्लिज प्लिज भनेर धक्का मुक्का गिर्दैछु। यति कुछ गर्दा पनि यो फुलकुमारी मानि नै रहेको छैन यार। अब लास्ट एउटा उपाय छ, त्यो उपाय गरेर पनि मानेन भने अनि फेरि त तब आफै बुझ्नु गाइस। अब गौरवले त सकेन फकाउन, अब गरिमाले त पक्कै पनि सक्छ। चलो जानु भनेको रिसान्ती भयो तिम्रो? यति दिन बैठेको भयो? के भएन त जानु भयो त तिमी हाँसिरहेछौ त। तिमी त हाँस्दैछौ। तिमीलाई भोक लागेछ? भोक लागेछ तिमीलाई? ए भात हुन्छ यार मान्छेको। म गर्छु, म बुढीलाई मर्नको लागि म जे पनि गर्छु। माफी हुन्छ क्या मानु मायाको गल्तीमा, माफी हुन्छ क्या मानु मायाको गल्ती। हेर न, तिम्रो लागि त म हिजुडा भएको छु। के गर्छु अब? गाइस फाइनली यो मान्छे मान्यो। ठाडमा अग्ने बग्ने बहु अब नाटक गर्न लाग्थ्यो अस्तिदेखि हजुरको त्यो अस्ति धेरै मलाई रिसाउनु भएको थियो त, त्यही भएर म बुझ्न लाग्थ्यो हजुरलाई। मतलब तिमी यत्रो दिनदेखि नाटक गरिरहेको थियौ? नाटक किन गर्यो पागल तिमीले? म हेर्न चाहन्थेँ कि हजुर मलाई कति माया गर्नुहुन्छ भनेर। बुझ्नु भयो नि अहिले? मतलब त्यो नाटक गरिरहेको थियौ? बुझ्नु नाटक थियो कि खाली यार टेन्सनमा दिएर मान्छेले के सोचिरहेको थियो के गर्यो यार। गाइस फाइनली फुलकुमारी चाहिँ मानिसक्यो। यस यस लिया के कस्तो धेरै सम्झिनलाई धेरै धेरै धन्यवाद दिन्छु। ओके थ्याङ्क यू सो मच, टेक केयर।